नमस्कार। गत 4 अक्टोबर 2025 का दिन दार्जिलिङ, मिरिक, दुधे अनि तराई क्षेत्रमा व्यापक रूपमा पहिरो अनि बाढी गएपछि त्यस क्षेत्रको स्थितिको निरीक्षण गर्न पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जिलिङ आएका थिइन् र यसै सन्दर्भमा तिनी घुम्दै घुम्दै दार्जिलिङको महाकाल मन्दिर पुगिन् र महाकाल मन्दिरमा दर्शन गरेपछि तिनी सिलगढी ओर्लिन्। सिलगढी ओर्लेपछि एउटा संवाददाता सम्मेलनमा तिनले सिलगढीमा पनि अब एउटा महाकाल मन्दिर बनाइनेछ भनी घोषणा गरिन् र यो घोषणापछि लगत्तै मतिगढाको उत्तरायण नजिक जमिन पनि त्यहाँ हेरियो। अधिकारीहरू गएर हेरे, निरीक्षण गरे र त्यही मन्दिर बनाउने निर्णय गरिएको छ। विपक्षी नेता कम्युनिस्ट पार्टीहरू अशोक भट्टाचार्य आदिले यसको विरोध गर्दै सरकारको काम मन्दिर मस्जिद बनाउने होइन, सरकारको काम विकास कार्य गर्ने हो भने यो कुरा पनि ठिकै हो। अनि जुन जमिनमा महाकाल बाबाको मन्दिर बनाउने निर्णय गरियो त्यो जमिनमा पहिल्यैबाटै आईटी हब खोलिन भने स्वीकृत गरिएको भनी पनि अशोक भट्टाचार्यहरूले बताए र पनि पश्चिम बङ्गालकै मुख्यमन्त्री अब सिलगढीमा पनि दार्जिलिङको महाकाल बाबाको जस्तै एउटा मन्दिर बनाउने कुरामा दृढ छिन्। यसमा कुरा के छ भनेदेखि मन्दिर बनाउनु, मस्जिद बनाउनु, गुरुद्वारा, गिर्जाहरू बनाउनु ठाउँ ठाउँमा अब मानिसको इच्छा अनुसार, आस्था अनुसार ठिकै हो र कमसेकम यसमा एउटा राजनैतिक दलहरू, सरकारहरू चाहिँ नलागेकै राम्रो हो र यसमा विकास कार्य, मानिसहरूको बेरोजगारी समस्या, सडक, पानी, कल, बिजुली, बत्ती, नाला इत्यादि घर मानिसहरूलाई दिनुपर्ने आधारभूत सुविधाहरूतिर नै राजनीतिक दल र सरकारहरू लागेको राम्रो। किनकि यो देशमा 2014 देखि यता केन्द्रमा भारतीय जनता पार्टी सरकार आएपछि धेरै मात्रामा मन्दिर र मस्जिदको मात्र राजनीति भइरहेको छ र खास तवरमा विकासको कार्य भने केही छैन। बेरोजगारी तीव्र रूपमा बढ्दै गएको छ, मानिसहरूकोमा, युवाहरूकोमा नोकरी धन्दा छैन र यसरी सरकारले मानिसहरूको इच्छा र आकांक्षा पूर्ण गर्न कुनै ठोस पदक्षेप उठाएको पनि छैन र मन्दिर र मस्जिदको राजनीतिले मानिसहरूलाई केही फाइदा पनि हुने होइन। यो एउटा मानिसहरूको शुद्ध आस्थाको विषय हो, जसको निर्णय मानिस अनि धार्मिक सङ्गठनहरू मिलेर आफै गर्नेछन् र यसमा सरकार लागि परेको राम्रो पनि होइन। र त्यसमाथि पनि जब कुनै एउटा ठाउँमा एउटा मन्दिर स्थापित छ, त्यसको महत्त्व छ, त्यो पुरानो समयदेखि त्यहाँ एउटा पीठ जस्तो भएर बसेको छ, मानिसहरूको श्रद्धा छ भनेदेखि त्यही मन्दिरको नकल गरेर अर्को ठाउँमा मन्दिर किन बनाउनु? दार्जिलिङको महाकाल बाबाको मन्दिर एउटा आस्थाको केन्द्रबिन्दु हो र यो एउटा प्रसिद्ध धार्मिक स्थल पनि हो। यदि ममता ब्यानर्जीलाई सिलगढीमा मन्दिर बनाउनु थियो भने अब महाकाल बाबा शिवजीको नाममा कुनै अर्कै मन्दिर गठन गरेको भए हुन्थ्यो, आफ्नै डिजाइन लगाएर, नयाँ डिजाइनले एउटा राम्रो प्रकारको। तर महाकाल बाबालाई सिलगढीमा ओह्रालेर दार्जिलिङको महाकाल बाबाको एकदमै कपी गरेर सिलगढीमा मन्दिर बनाइनु भनेको पहाडको एउटा आस्थाको विषय महाकाल मन्दिर, त्यसको महत्त्व कम गर्नु हो जस्तो लाग्दछ। किनभने सिलगढी र दार्जिलिङ कति पनि लामो दूरी होइन र सिलगढी आउने मानिसहरू एउटा पर्यटकहरू एउटा आफ्नो घुमघाम गर्न आउँदा दार्जिलिङको प्रसिद्ध धार्मिक स्थल महाकाल बाबाको पनि दर्शन गर्ने गर्छन्। अब यसपछि ममताले सिलगढीमा महाकाल मन्दिर बनाइदिएपछि दार्जिलिङको जस्तै त रहेछ नि, किन जानु पर्यो दार्जिलिङ, यहीँ दर्शन गरेर जाउँ भनेपछि अब पहाडमा पनि त एउटा अलिक आर्थिक समस्या, पर्यटकहरू नचढ्ने जस्तो छाँट देखियो र यसरी कुनै पनि स्थानको मन्दिरको नकल गर्नु सही कार्य होइन। मन्दिर नबनाउनु होइन, मन्दिर बनाउनु राम्रै कुरा हो, मानिसहरूको आस्थाको विषय हो, मानिसहरू खुसी नै हुन्छन्।
र धार्मिक सङ्गठनहरू र मानिसहरू मिलेर एउटा ट्रस्ट बनाएर एउटा गुठी बनाएर मन्दिर बनाउनु ठिकै हो, तर कुनै पनि मन्दिरको नकल गर्नु यहाँ ठिक होइन। श्रीमती ममता ब्यानर्जीले यहाँनिर एउटा अर्कै ढङ्गको शिव मन्दिर बनाइदिएदेखि धेरै राम्रो हुने थियो र महाकाल बाबाको मन्दिरको नकल गरेर एकदम दुरुस्तै त्यस्तै मन्दिर बनाउनु चाहिँ यहाँ उचित हुँदैन र सो महाकाल मन्दिरको महत्त्वलाई कम गर्ने एउटा प्रयास मात्र बुझिन्छ। र केही दिन अगाडि, केही वर्ष अगाडिदेखि सुरु गरेर ममता ब्यानर्जीले पुरीको जगन्नाथ मन्दिरको नकल गरेर त्यस्तै मन्दिर दिघामा निर्माण गरिन् र सेम आकारको एकदम कुनै पनि फरक नपर्ने पुरीको जगन्नाथ मन्दिर जस्तै दिघामा मन्दिर बनाए। त्यो पनि एउटा सही कार्य भएन। दिघामा मन्दिरै बनाउनु पर्ने थियो भने, कृष्णको मन्दिरै बनाउनु पर्ने थियो भने अर्कै ढाँचामा, अर्कै ढङ्गले, अर्कै डिजाइनले बनाउनु पर्ने थियो, त्यसको अर्कै महत्त्व दिनुपर्ने थियो। अब त्यहाँ पनि पुरीको जगन्नाथ मन्दिरको महत्त्व कम गर्ने गरेको जस्तो प्रयास देखियो। जगन्नाथपुरी एउटा पौराणिक धाम हो, यसको पौराणिक महत्त्व, धार्मिक महत्त्व बेग्लै छ। जताततै मन्दिर बनाएर एउटा स्थापित मन्दिरहरूको महत्त्वलाई कम गर्ने यो प्रयास एकदमै राम्रो होइन। आस्था जहीँ पनि हुनसक्छ, एउटा ढुङ्गालाई पनि मान्छेले पुज्यो भने त्यहाँ देवता बस्छन् भन्ने हाम्रो एउटा आह्वान छ, विश्वास छ। र यसरी कुनै पनि ठाउँमा भएको प्रतिष्ठित धाम, मठ मन्दिरहरूको नकल गरेर अर्कोतिर मन्दिर बनाउनु चाहिँ ठिक होइन। यसै गरी भारतमा प्रतिष्ठित 4वटा धामलाई केन्द्र गरेर सिक्किममा पनि 4 धाम मन्दिर बनाइएको छ। त्यो 4वटा मन्दिरको एक-एकवटा मन्दिर बनाएर शिवजीको मूर्ति स्थापना गरिएको छ। र त्यसो गरिनु पनि ठिक थिएन। र त्यहाँ कुनै एउटा धार्मिक पर्यटन स्थल बनाइदिए राम्रो हुन्थ्यो। धर्म भनेको आस्थाको विषय हो, त्यहाँ घुमघाम गर्ने, मौज मस्ती गर्ने जाने ठाउँ होइन। र सरकारले यस्तै धार्मिक मन्दिरहरू निर्माण गरेर पनि त्यहाँबाट पनि एउटा पर्यटन उद्योग भनेर चलाउने गर्छ र सो ठिक होइन। मन्दिरमा आस्थाको विषय हो, मानिसहरू आस्थाले जाउन्, पूजाआजा गर्न मात्रै जाउन्, त्यहाँ घुम्न डुल्न, यसो मौज मस्ती गर्न होइन, भक्तिभावले जाउन् भन्ने कुरा हो। सो नै उचित ठहर्दछ। र त्यसै गरी अब यहाँ कसैले नेपालको पशुपतिनाथ मन्दिर बनाएका छन्, कसैले कामाख्या मन्दिर पनि बनाएका छन्, त्यसकै नकल गरेर यस्ता गतिविधिहरू सही होइनन् जस्तो लाग्छ मलाई। जो मन्दिर जहाँ छ त्यो त्यहीँ आफ्नो प्रतिष्ठा र मान मर्यादा र पौराणिक महत्त्व साथ रहन् र त्यस एउटा स्थापित मन्दिरको, भव्य मन्दिरको नकल गरेर चाहिँ अन्यतिर मन्दिर नबनाउन् भन्ने होइन, बनाउन्। मानिसको इच्छा हो, आस्था हो, श्रद्धाको विषय हो। जहाँ पनि मान्छेले मन्दिर अथवा अन्य धार्मिक स्थलहरू बनाउन सक्छन्, तर नौलो प्रकारले, मौलिक प्रकारले एउटा नौलो बनाउनु पर्छ। यो कुनै पनि मन्दिरको नकल गरेर अर्कोतिर मन्दिर बनाउनु चाहिँ यो परापूर्वदेखि स्थापित भई बसेको मन्दिरको प्रतिष्ठा कम गर्नु, महत्त्व कम गर्नु र एक प्रकारले धार्मिक विभेद सृष्टि गर्नु हो जस्तो लाग्दछ। मन्दिर बनाउने अथवा धार्मिक स्थल बनाउने कुरा राम्रै हो। यसमा पनि सरकारले राजनीति नगरेकै सही ठहरिन्छ, किनकि यहाँ त अहिले सबै कुरा चुनावलाई केन्द्र गरेर हुन्छ। कसैले मन्दिर बनाउँछ, कसैले मस्जिद बनाउँदैछ, यसै गरी अन्य धार्मिक स्थलहरू पनि बन्दैछन्। त यहाँ अहिले धर्म आस्थालाई हेरिएको छैन, मात्र एउटा भोट ब्याङ्कको रूपमा कसैको हिन्दू भोट ब्याङ्क, कसैको मुसलमान भोट ब्याङ्क, कसैको अल्पसङ्ख्यक अन्य धर्म समुदायहरू भोट ब्याङ्क भएर राख्ने सरकारले एउटा नराम्रो राजनीतिक चलन सुरु गरेको छ पार्टीहरूले, राजनीतिक दलहरूले। सो ठिक होइन। राजनैतिक मुद्दा मामिलामा यो धर्मलाई नहालेकै बेस हो र धार्मिक कार्यमा नेता पार्टीहरू नपसेकै बेस हो। यसको लागि धार्मिक सङ्गठन र जनगणहरू आफै लागेको राम्रो हुनेछ र धर्ममा विभेद राम्रो होइन। र फेरि पनि म भन्न चाहन्छु, कुनै पनि स्थापित मन्दिरको नकल गरेर अर्कोतिर मन्दिर निर्माण नगरियोस् र यो महाकाल बाबाको मन्दिर पनि यहाँ दार्जिलिङको जस्तै निर्माण नगरेर त्यसको ठाउँमा मौलिक पाराले अर्कै डिजाइन दिएर अर्कै प्रकारले यहाँ शिवको कुनै अर्को मन्दिर स्थापना गरियोस् भनी म ममता ब्यानर्जी पश्चिम बङ्गालकै मुख्यमन्त्रीलाई
आग्रह गर्दछु। धन्यवाद।